के हानेको यार कस्तो चप्केको हो गोली एपीजी टपलाई सेक्दै है एपीजी इस्ट एपीजीलाई क्लचै सेक्छ क्या हो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल फेरि पनि स्वागत छ हजुरलाई मेरो च्यानलमा होपफुली सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ फेरि पनि हामी चाहिँ अर्को प्लेयरलाई रियाक्ट गर्न जाँदैछौँ जुन प्लेयर चाहिँ अब वान अफ द एक्सपिरियन्स प्लेयर होइन वान अफ द बिस्ट गन पावर भएको प्लेयर हाम्रो स्लिपी होरलाई रियाक्ट गर्न जाँदैछौँ उहाँ चाहिँ अहिले अब होर स्पोर्ट्सबाट खेल्दै हुनुहुन्छ उहाँको गेम प्लेको कुरा के गर्नु होइन वान अफ द ओभर गन पावर भएको प्लेयर ग्लोबल इभेन्टतिर चाहिँ राम्रो पर्फर्मेन्स दिने प्लेयरहरूमध्ये चाहिँ एक प्लेयर चाहिँ हाम्रो स्लिपी होर पनि हो होइन आज चाहिँ स्लिपी होर ब्रोको चाहिँ भिडियोमा रियाक्ट गर्न जाँदैछु होपफुली हजुरलाई यो भिडियो मनपर्छ होला सो विदाउट एनी डिले लेट्स रियाक्ट टु स्लिपी होर कन्टेन्डर अफ पिएमजिओ साउथ एसिया फाइनल्स एमबिबी टाइटल है त स्प्रेको त के कुरा गर्नु जडै हो स्प्रे त होइन ओपरै छ स्प्रे चाहिँ के हानेको यार M24 त तर M24 पनि ओभर चलाउँछ क्या ब्रोले अनि स्प्रेको त के कुरा गर्नु क्या स्प्रे त जड लेभलको छ क्या स्प्रे त टिङ टिङ वाला क्या अनि आमा के हानेको हो स्प्रे त नेक्स्ट लेभल है यस्तो छ यार ह्याकरै छ यार स्प्रे त कसम भनेको कस्तो चप्केको हो गोली कस्तो बवाल यार गोली चप्केको हेर्नु न गोली के हानेको यो भनेको स्मोकभित्र हेड्टै हेर्छ यार स्मोकभित्र पनि हेड्टै हेर्छ क्या के भन्नु यार नेक्स्ट लेभल यार रिफ्लेक्सै खान्छ क्या रिफ्लेक्समा गएको छ ए ठिक छ कभर त ओभर कभर दियो त नि दुईजना नखान्थे दुईजना न स्प्रे त हेरौँ न टाउको बाइक के पनि छैन हो टाउकै टाउकोमा हो क्या स्प्रे त अनि के हानेको आम्मा हिफायरमै लगाइदिएछ हौ यो त अहिलेको प्लेयरहरूले भेकल स्प्रे त ओभरै हान्छ हौ ल अनि ल्याम्प झार्दै दुईजनाले कुन प्लेयर हो कार हो रे स्प्रे त चढै हो यार कसम भनेको स्प्रे त आम्मा के सिट चेन्ज गरेर हान्न खोजेको को प्लेयर रहेछ यो चाहिँ फेरि ट्राई राम्रो थियो तर प्लेयर चिनेन जस्तो आम्मा जोस कस्तो जोस हो त्यस्तो चाहिँ ल रिलोड रे नटेरहरूको रहेछ कान्छाहरूको लाइन एकजना फुट्यो दुईजना कति हो तीनजना हान्दियो डिकेलाई रहेछ नेपाली डिके हो क्या यो टिङ टिङ हो क्या स्प्रे चाहिँ फेरि अनि ट्याप ट्यापमै नगान्थे चाहिँ यिनीहरूले अब यो प्लेयरहरूले चलाउन मन लाग्छ तर स्प्रे जाँदैन अर्को फेरि फेरि नभए आम्मा स्मोकभित्र यार दुई हेड हान्थ्यो अनि
ओभर फायर त अति छ त ए मरिसक्यो रहेछ त स्लिप स्काई त अनि कस्तो झारिदिन्छ हो त्यत्रो टाढा 291 मिटर रे एउटा टाइममा त पम्प त मेरो नि फेभरेट थियो यार अल्टिमेट हान्नलाई दुईटा नक सो सम क्लच ए वान को रहेछ यो चाहिँ क्लच जस्तो लाग्यो दुईटा हानिसकेको छ स्लिपीले तीनटा लेट्स गो लास्ट वान ए लास्ट वान चाहिँ मर्या जस्तो एक एचपी थियो अनि स्प्रे त के भन्नु त्यस्तो खतरा खतरा स्प्रे फर्स्टमै हेरिसक्यो होइन अनि अब त नेक्स्ट लेभल छ है स्प्रे ओभर भएपछि कभर फायरमा राख्दाखेरि ओभर हुन्छ क्या अगाडिको लागि अब हाम्रो प्लेयरहरू कस्तो छ अब पछाडि स्प्रे के अरे कभर हान्न बस्ने मान्छेको एउटा स्प्रे नलाग्नेवाला प्लेयरहरू छ क्या हाम्रो केटाहरू चाहिँ फेरि कभर दिन्छु भन्छ यस्तो दुईचोटि रिलोड हानेर हानिसक्यो तर पनि अब नक हुँदैन प्लेयर त्यस्तो छ हाम्रो चाहिँ फेरि कभर दिने प्लेयरहरू चाहिँ ए गेटिङ गरोस् डिआरएस को रहेछ यार डिआरएस र होरको त के भन्नु हैन गेटिङ डिआरएस होला फेरि ए पीजी टपलाई सेक्दै है एपीजी ईस्ट एपीजी लाई क्लचै सेक्छ क्या हो अनि अक त के हान्छ यार कस्तो मजा आउने पाराले हान्ने के अगहरू चाहिँ अक चाहिँ बढी जस्तो प्लेयरहरूले चाहिँ ओभर हान्छ यार अक चाहिँ जाँदैन आफ्नो अनि स्प्रे त ओभर सेक्ने यार स्प्रे त कसम भनेको ल है 1v1 हान्न आउँदैछ उठाइदियो 3RB रे को रहेछ यो कोमा त देखाएर बसेछ लास्टमा चाहिँ अब यही उहरू होला फर्स्टमै देखिसक्यो ओभर क्लिपहरू चाहिँ अनि शून्य र हो क्या फुटप्रिन्ट शून्य र फेरि नक एन्ड फिनिस है एफएल को रहेछ दुईटा नक एफएल को क्लच हो यो लेट्स गो क्लच जस्तो लाग्यो यार यो होइन रहेछ नि यो अर्कै गेमको रहेछ तीनजना 3RB लाई हो कि के हो अनि स्प्रे त नेक्स्ट लेभल चाहिँ M24 आमामा M4 दिए नि त्यस्तै हानेको छ M2 दिए नि त्यस्तै हानेको छ के हो यार फेरि खायो M2 अब बढी खाएछ अनि सेकाई त आमामा ओभर छ यार सेकाई त ल लेट्स गो ओ ल नेपेक्स को रहेछ नेपेक्स पनि राम्रो थियो यार तर सकेन के नेपेक्सहरुले अनि टाउकै टाउकोमा छ त लिक्विड आम्मा के चप्काइदियो हो यो त पे दे थे यार एउटा मात्र हेड लाग्यो तर ओभर छ स्प्रे चाहिँ स्प्रेको त अब कुरै नगरौँ क्लोज रेन्ज भने क्लोज रेन्ज छ स्प्रे भने स्प्रे छ कन्फिडेन्स भने कन्फिडेन्स अब के चाहियो क्या अब यो भन्दा प्लेयरमा चाहिँ सो आजको लागि चाहिँ भिडियो यति नै थियो हामीले चाहिँ अब स्लिपीहरूले रियाक्ट गऱ्यौँ आजको भिडियोमा चाहिँ अब मैले चाहिँ यो पिएमजिओ साउथ एसिया हुनु अगाडि चाहिँ
सबै टिमको म्याक्स अब 2-2 जनालाई चाहिँ रियाक्ट गर्छु भन्ने सोचेको छु। लेट्स सी अब भ्यायो भने 2-2 जनालाई नभए 1-1 जनालाई चाहिँ कभरै गर्नेवाला छु। सबै नेपाली टिमबाट 1-1 जना प्लेयर, 4वटा टिम गएको छ हैन, 4वटा टिमबाट एउटा प्लेयरलाई चाहिँ कभर गरेरै छोड्ने छु। अनि पछि अब पिएमजी भइरहेको बेला पनि रियाक्ट गर्नेवाला नै छु अरू भिडियोमा। सो त्यही नै हो, आजको भिडियो चाहिँ यति नै थियो। यो प्लेयरको बारेमा के कुरा गर्नु हैन, क्लोज रेन्ज भन्ने क्लोज रेन्ज बिस्ट छ हैन। अब लङ रेन्जको त कुरै नगरौँ, M24 भन्ने M24 हान्दिएको छ, M4 भनेको M4 नै हान्दिएको छ। अब के भन्नु कि स्प्रे भने स्प्रे नै त्यस्तो ह्याकर टाइपको छ, सबै खतरा छ। अनि त्यही हो, अब होरै स्पोर्ट्सको पर्फर्मेन्स आयो भने चाहिँ यो प्लेयर अब MVP टाइटल चाहिँ उठाउन सक्ने प्लेयर हो क्या यो प्लेयर चाहिँ। सो नो फियर र हाम्रो स्लिपी होरको पर्फर्मेन्स राम्रै आउँछ ग्लोबलहरूमा पनि, तर स्काईको चाहिँ हल्का खस्किरहेको हुन्छ। मेबी अब यो पालि चाहिँ स्काईले पनि बबाल गर्यो भने चाहिँ होर स्पोर्ट्सले अब ट्रोफी अब जित्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब हजुरहरूलाई कस्तो लाग्छ लेट मी नो इन द कमेन्ट सेक्सन। त्यही हो, अनि यहाँ पछाडिको मैले लाइट यो पर्पल राख्नु कारण पनि अब होरे स्पोर्ट्सको कलर पर्पल भएर हो। सो हजुरहरू अब होरे स्पोर्ट्सको फ्यान छ भने चाहिँ पर्पल हट चाहिँ स्प्याम भन्न नबिर्सिनु होला। त्यही नै हो, आजको भिडियो यति नै थियो। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई म अर्को भिडियो भेट्छु। सो अर्को प्लेयर अर्को टिमबाट कुन प्लेयरलाई रियाक्ट गर्दा ठिक हुन्छ लेट मी नो इन द कमेन्ट सेक्सन है त। लेट्स फ्रिकिङ गो।